त्यो बाटो त दुईटा रहेछ यताबाट जाने कि यताबाट हो यार ओहो दाजु रहेछ अनि एकजना दाइ त बसिरहनु भएको रहेछ कस्तो मान्छे हो सोधौँ कि नसोधौँ कस्तो अब मान्छे हो एक्लै बसिरहनु भएको छ दाजु 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 के हो भाइ डरायो क्या म त झन्डै तर्सेँ नि यार कस्तो मान्छे हो के भएर बसिरह भनेर अनि दाजु मैले एउटा कुरा सोध्न लाग्यो म टाढी बजारबाट आएको यहाँ माथि डाँडा गाउँ जानुपर्ने यहाँ बाटो दुईवटा रहेछ यताबाट जाने कि यताबाट हो कताबाट हो भनिदिनु पऱ्यो यति छ तपाईँलाई यताबाट जाँदा अलिक ढिलो हुन्छ हजुर तपाईँ यो अलि सर्टकट पनि छ यताबाट जानु न ए ल धन्यवाद है त दाजु ल दाजु रहेको म धन्यवाद टाढे बजारको भाइ होइन हो दाइ हो ए कता जान लागेको यहाँ माथि डाँडा गाउँ जान लाग्यो दाइ ए अनि किन यति राति अहिले समय पनि अबेर अबेर भयो त अब आउँदा आउँदा ढिला भयो दाइ त्यहाँ एकजना दाइले पठाउनु भयो यो बाटो भनेर हो ओहो भाइ कति टाइम लाग्ला हौ टाइम त धेरै नै लाग्छ भाइ खै पहिलाका बुढापाकाहरूले भन्थे त्यहाँ भुतहरू पनि निस्किन्छन् भन्थे गलत बाटो पो देखायो कि यस्तो कुराहरू ख्याल गरेर हिँड्नु होला है भाइ मलाई त तल एउटा दाइले भन्नुभयो कस्तो थियो अब कपाल लामो लामो थियो भोटो गएर बस्नुभएको थियो हजुर यो बाटो जानु छिटो हुन्छ भन्नुभयो ए त्यो लामो लामो कपाल गरेको त्यो त आत्मा हो नि आत्मा त्यसले त धेरै मान्छेलाई खाइसकेको छ नि भाइ राति राति हिँड्दाखेरि यो अद्ध पनि बोकेर हिँड्ने गरेको छु म र अद्ध बोकेर हिँड्ने गर्छु तिमी पनि यो अद्ध बोकेर जाऊ ल छिटो छिटो जाऊ है छिटो बाटो मजा ल दाजु मलाई त पुरै अत्ता दिनुभयो त आदि तपाईँ लानु के गरे भाइ ए दाइ सरी 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 मलाई त एकदम म त हाततिर दौडेछु है सरी है दाइ सरी म त किन हातिछु घाउ चोटबाट लागेन पत्ताको मान्छे सर यति साह्रो किन अत्तालेर हिँडेको त्यहाँनिर दुईजना दाजुहरू भेटेँ है एकजनाले अद्दा दिनुभयो आधी अद्दा तपाईँ नै लानुहोस् भनेर चाहिँ भाँचर दिन लाग्यो मान्छे गायब छ खोइ अदुवा देखाउ त यो अदुवा दिने भन्दा अगाडि तल तिमीले अर्को पनि झ्याप्ले झ्याप्ले मान्छे भेटाएको थियो हो हो अहिले निहुरेर बसिरहेको तिमी त बर्बाद भएछौ भाइ किन दाइ त्यो तल बस्ने र त्यो माथि बस्ने त भुतेहरू है तिनीहरू त हैट भाइ त्यो तल बस्नेले त यहाँ मान्छे छिटो छिटो जानु है भनेर अर्को बाटो देखाएर मान्छेलाई ठाउँको ठाउँ सातो खाएर मार्ने खालके आत्माहरू हो नि त्यो दुइटै यहाँ त धेरै मान्छे मरिसकेको छ नि तिमीलाई तलतिर भनेन कतै पनि मलाई त यही बाटो पठायो तिम्रो ज्यान त लो भाइ जोखिममा छ एकदमै जोखिममा छ है तिम्रो ज्यान यो अदुवा सदुवा केही होइन भाइ यस्तो कुराहरू राख्यो भने तिम्रो ज्यान जोखिममा छ यो फाल्दो यस्तो कुराहरू बोक्नु हुँदैन धन्यवाद दाजु धन्यवाद Mal pa yun, mal.